यस्तो मेसेज हामीलाई कहिले आउँछ, हामी कतारमा छौँ, यो मेसेज हामीलाई त्यो बेला आउँछ जब कतारमाथि अट्याक हुन्छ र त्यो टाइममा यहाँको जुन सेन्सर लगाएको छ, जुन रडार लगाएको छ, त्यो सिस्टमबाट त्योभन्दा पहिले जुन खतरा आउँछ त्योभन्दा पहिले हामीलाई यो नोटिस आउँछ। यसमा के भनिएको छ, बाहिर ननिस्किनुस्, घरभित्रै बस्नुस्, विन्डोहरूको नजिक नजानुस्। तर हामी के गर्छौँ, जब यो मेसेज आउँछ, मैले नोटिस गरेको कुरा हो, हामी रुमबाट निस्केर बाहिर जान्छौँ। किन? त्यो मिसाइल हेर्नको लागि, कहाँ ड्रोनलाई इन्टरसेप्ट गरिरहेको छ त्यो हेर्नको लागि। फेरि यो मेसेजको के काम? यो मेसेज त्यही बेला आउँछ जब यहाँको डिफेन्स जुन सिस्टम छ त्यो इन्टरसेप्ट गर्न गइरहेको हुन्छ हामीलाई सुरक्षाको लागि। तर हामी आफ्नो असुरक्षित बनाएर हामी बाहिर जान्छौँ। हामीलाई यो नोटिसमा भन्दैछ तिमी भित्र बस, रुमको भित्र बस, सुरक्षित बस, बाहिर ननिस्किनु। तर हामी यसको उल्टा गर्छौँ। प्लिज गभर्नमेन्ट जुन पब्लिक नोटिस दिन्छ त्यसलाई फलो गर्ने प्रयास गर्नुहोस्। जब त्यो सबै कुरा गइहाल्छ, फिनिस भइहाल्छ, समाप्त भइहाल्छ, खतरा टलिहाल्छ, फेरि हामीलाई अर्को मेसेज दिन्छ, त्यो खतराबाट हामी बाहिर छौँ। प्लिज यसलाई फलो गर्ने प्रयास गर्नुहोस्। जय नेपाल।